दर्शकवृन्द च्यानलमा तपाईहरुलाई म स्वागत गर्न चाहन्छु र यो जुन तपाईहरुले रोड देख्दै हुनुहुन्छ यो रोड रहेको छ मिरिक देखि लिएर सिलगढी जाने रोड अनि यो जग्गाको नाम हो घाइबेरी रोड भनिन्छ यसलाई र आज बिहान सुकिया पोखरीदेखि सिलगढी जाँदै गरेको एउटा टाटा सुमो जसमा 11 जना यात्रीहरु बसेका थिए है त्यो टाटा सुमो चाहिँ एक्सिडेन्ट भएर यहाँ तल झरेको छ। तपाईहरुले म देखाउन चाहन्छु यहाँबाट हेर्नुस् है, यहाँबाट झरेर चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यहाँ तल गाडी पुगेको छ है र जम्मा 11 जना यात्रीमा 2 जना चाहिँ घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ भने अरु 9 जना चाहिँ नर्थ बेंगल मेडिकल कलेजमा उपचारको लागि लगिएको यहाँको थाहा लागेको छ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ यत्रो भयानक दुर्घटना भएको छ यहाँनिर।